राधे राधे। कृष्ण कृष्ण पनि भन्नुपर्ने, खालि राधे राधे मात्रै भन्नुहुन्छ गुरु, किन होला त? शास्त्रमा के भनिएको छ त भन्दाखेरि राधा र कृष्ण अलग होइन। जस्तो एउटा दुईटा दियो बलिरहेको छ, दुईटा दियोमा ज्योति अलग अलग देखिन्छ, तर जुन बलेको तत्त्व त एउटै हो। राधाम कृष्णम स्वरूपाम वै कृष्णम राधा स्वरूपिणम, अर्थात् राधा नै कृष्ण हुन् र कृष्ण नै राधा हुन्। अनि अर्को कुरा के त भन्दाखेरि जस्तो आमा र बुवालाई खुसी पार्नु भयो भने पहिला को खुसी हुनुहुन्छ? खुसी पार्न कसलाई सजिलो छ? आमालाई त सजिलो छ। बुवा हेर्दै डर लाग्दो हुनुहुन्छ है भन्यो भने पनि पर भागिहाल्छन् छोराहरू। आमालाई आमा भनेर यसो एक दुईटा मिठो कुरा गर्यो भने आमा फक्किहाल्नुहुन्छ। त्यसैले राधा रानी भनेको पनि त्यस्तै हुनुहुन्छ, अत्यन्त करुणामयी हुनुहुन्छ उहाँले जीवलाई यति प्रेम गर्नुहुन्छ, तर कृष्णजीले त्यति खासै मतलब दिनुहुन्न। कृष्णलाई खुसी पार्नलाई भए पनि राधा राधा जपिन्छ। कृष्ण कृष्ण जपेर कृष्णलाई धेरै टाइम लाग्छ। कृष्णको नाम हे कृष्ण 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 भनेर जप गर्यो भने 1000 वर्ष लाग्ला कृष्णलाई प्राप्त गर्न। तर यदि राधा राधा भनेर हामी राधाजीको शरणमा गयौँ भने कृष्ण एकैछिनमा खुसी हुन्छ। राधे राधे। त्यसैले पनि राधे राधे भनिन्छ। अनि राधे राधे भन्दाखेरि राधे र कृष्ण भन्नुमा केही भेद छैन। राधा नै कृष्ण हुन्, कृष्ण नै राधा हुन्। यिनीहरू हेर्दाखेरि अलग देखिए पनि एकम ज्योतिरद्वैता राधा माधव रूपकम, एउटै ज्योति चाहिँ दुईटा देखिएका हुन्, यिनीहरू अलग छैनन् भनेर शास्त्रमा वर्णन गरेको छ। बुझ्यो कुरा? त्यसैले राधे राधे भनिन्छ। अनि राधा भन्दाखेरि सम्पूर्ण पाप पनि एकैचोटि नष्ट भएर जान्छ। जुन नाम लिँदा पनि हुन्छ, तर प्रेम उत्पन्न चाहिँ राधा नामबाटै हुन्छ। त्यो राधा नाममा त्यस्तो प्रेम प्राप्ति हुन्छ जुन प्रेम प्राप्ति गरिसकेपछि संसार सबै त्याग्न मन लाग्छ। यदि राधा नाममा आनन्द आउँदैन थियो, जप गर्दाखेरि मन खुसी हुँदैन थियो भने किन जप्थे मान्छे? त्यत्रो विदेशबाट आएर अङ्ग्रेजहरू पिरेहरू सबै भारतमा बस्छन्, वृन्दावनमा हरे कृष्ण भनेर जप गर्छन्, किन होला? राधे राधे किन होला? आनन्द नमिलेको भए त्यो गर्दै गर्दैन थियो। त्यसैले भगवानको नाममा त्यो आनन्द छ। राधाको नाममा यस्तो त्यो प्रेम प्रकट हुन्छ जसले गर्दाखेरि सम्पूर्ण संसार नै बिर्सिन्छौँ हामी। कसैले जति पाप गरे पनि जे गरे पनि अन्तिममा गएर राधा रानीकोमा हे राधा रानी म हजुरको शरणमा आएँ भनेर उहाँको नाम पुकार गर्छ भने उहाँले स्वीकार गर्नुहुन्छ। तर कृष्णजीले त्यति हतपत स्वीकार गर्नुहुन्न। कृष्णजी नि राति 12 बजे जन्मिनु भयो, सबैजना उठ्नु पर्यो, कति गाह्रो हुन्छ। तर राधा रानी बिहान सब सूर्य उदय भयो नि त्यो समयमा जन्मिनु भएको राधा रानी सबलाई सुख प्रदान गर्नुभयो। जसरी चाहिँ त्यो सूर्यको किरण प्रकट हुन्छ, बिहान मधुर मधुर किरण आउँछ नि, त्यस्तै राधा रानी पनि सम्पूर्ण प्राणीहरूलाई मधुरता प्रदान गर्नुहुन्छ, दयालुता प्रदान गर्नुहुन्छ। त्यसैले राधा रानीको अझ कृष्णको नाम भन्दा पनि राधाको नामको महिमा अझै धेरै गरिएको छ। त्यसैले राधे राधे भन्नुपर्छ। के भन्नुपर्छ?